आज हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई यहाँ आमन्त्रण गर्ने क्रममा आज अतिथिको रूपमा नेपाल तामाङ चलचित्र सङ्घका पूर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार वर्तमान प्रमुख सल्लाहकार कुमार मोक्तान तामाङज्यूलाई आज अतिथिको रूपमा आमन्त्रण गर्छौँ। उहाँलाई हामी कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। नायक हुनुहुन्छ, उहाँ लामो समयदेखि तामाङ चलचित्रको क्षेत्रमा हुनुहुन्छ। उहाँको थुप्रै दर्जनौँ चलचित्र उहाँले अभिनय गर्नुभएको छ, उहाँले निर्देशन गर्नुभएको छ, निर्माण गर्नुभएको छ। त्यस अर्थमा आज तामाङ चलचित्रकै बारेमा छलफल गर्ने हामी प्रयास गर्नेछौँ। त्यसको निम्ति हामीले कुमार मोक्तान तामाङज्यूलाई आमन्त्रण गऱ्यौँ। हाम्रो आमन्त्रणलाई स्वीकारेर पाल्नुको फेरि कुमार मोक्तानज्यूलाई स्वागत गर्न चाहन्छौँ। विभिन्न क्षेत्रका अतिथिज्यूहरूलाई आमन्त्रण गर्ने क्रममा हामीले मथु लामाज्यूलाई आज आमन्त्रण गरेका छौँ। उहाँ सल्लाहकार हुनुहुन्छ तामाङ सोसाइटी अफ नर्थ अमेरिका र उहाँ पूर्व सदस्य पनि हुनुहुन्छ। उहाँलाई हामी कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। त्यसै गरी अमेरिकाबाटै समाजसेवी कल्याण वाइबाज्यू पनि यहाँ पाल्नुभएको छ। कल्याण वाइबाज्यूलाई पनि हामी स्वागत गर्न चाहन्छौँ। उहाँहरूले हामीलाई औपचारिक रूपमा भन्नुभएअनुसार धेरै मन पराउनु भएको छ डम्फुसेलो कार्यक्रमलाई। अमेरिका बसेर उहाँहरूले हेर्नुहुन्छ। आज कार्यक्रम डम्फुसेलोमा आफ्नो प्रस्तुतिका लागि हामीले गायक, सङ्गीतकार, गीतकार जोगलाल लामाज्यूलाई हामीले आमन्त्रण गरेका छौँ। जोगलाल लामाज्यूलाई हामी स्वागत गर्न चाहन्छौँ। लामो प्रयासले पछाडि हामीले जोगलाल लामालाई यहाँ पाएका छौँ। जोगलाल लामाज्यूसँग आज डम्फुसेलो गाउनको निम्ति सुजिता युन्जन तामाङलाई हामीले आमन्त्रण गरेका छौँ। उहाँ भोइस अफ नेपालको सिजन 3 की उहाँ प्रतिस्पर्धी हुनुहुन्छ र सुजिताजी पहिलोपटक हाम्रो यो डम्फुसेलोमा दाइ पनि आएर गइसक्यो, दिदी नि आएर गइसक्यो, छोरी तिमीलाई देख्नु रहर छ, थाकेको शरीर आपाको, गलेको जीवन आपाको, बिसाउने बेला भएको छ, दाइ पनि आएर गइसक्यो, दिदी नि आएर गइसक्यो, छोरी तिमीलाई देख्ने रहर छ, शरीर आपाको, गलेको जीवन आपाको, बिसाउने बेला भएको छ, यो दुखी चोला फेरेर तिमेरी मनकी रानीलाई भेट्ने त बेला भएको छ, सबै नै लोहेर खुसी छैन भनी आमालाई तिम्रो भन्नु छ, सन्तान तिम्रो सबै नै लोहेर खुसी छैन भनी आमालाई तिम्रो भन्नु छ, रङ भन्ने गाउँमा देखायो संसार आमाले, जिन्दगी बुझायो आपाले, दैवलाई पूजा मन्दिरमा त्यो भन्दा ठुलो मेरो आपा हजुर सधैँ यो मनमा, हो रङ भन्ने गाउँमा देखायो संसार आमाले, जिन्दगी बुझायो आपाले, दैवलाई पूजा मन्दिरमा त्यो भन्दा ठुलो मेरो आपा हजुर
सम्भवतः डम्फु सेलोमा तामा चलचित्र क्षेत्रबाट म पाहुनाको रूपमा सम्भवतः काम गरिरहेकोमा म पहिलो नै होला मैले हेरेर नभुलेको भए आज तपाईँहरूको यो निमन्त्रणामा म धेरै उत्साहित भएर रमाइलो गर्छु। डम्फु सेलोहरूको एपिसोडहरू हेरेँ, यति राम्रो हाम्रो पनि एउटा प्लेटफर्म बनाएको छ, यो ठाउँमा म जाँदैछु भनेर आज म साँच्चीकै रमाउँछु भनेर आएको थिएँ। तर आज हुन त उहाँ जोगराज मेरो प्रिय भाइ नाताले ऊ मेरो भनौँ न रगतको अलिकति टाढा होला, तर नाताले एकदमै निकट भाइ, उसको स्वर सधैँ सुनिरहेकै हो। तर आज यहाँ उहाँहरू दुईजना जुन गीत प्रस्तुत गर्नुभयो, अब सायद म चलचित्र क्षेत्रमा 18-20 वर्ष भयो होला अब यो क्षेत्रमा म काम गरेको। मैले यतिका गीतमा भिजेर कुनै चलचित्रमा मैले अभिनय गर्न पाएको भए सायद फिल्म धेरै माथि पुग्थ्यो होला। त्यति यो गीतले मलाई तान दियो क्या। म यो लाइभ सो नभइदिएको भए म कतै गएर आफूलाई एकछिन फ्रेस गर्छु, यो रुन्छु भन्नेसम्म भएपछि मैले जसोतसो मैले कन्ट्रोल गरेँ। अब यो डम्फु सेलो प्रोग्रामलाई चाहिँ के गर्छु भने म कल्याण लामा विथ मेरो परिवारको तर्फबाट चाहिँ म 1 लाख रुपियाँ दिन चाहन्छु। अनि साथसाथै म यहाँ जति पनि हाम्रो कलाकार दिदी मेरो त बहिनी नै भनौँ, सबैजना बहिनी भाइहरू अथवा मेरो छोरा छोरी भन्नु पनि सक्ने खालका छन् सबै है, जति पनि छ आजको स्टुडियोमा भएको उहाँहरूलाई चाहिँ नि 50,000 दिन चाहन्छु म। डम्फु सेलो